एकदम हेर्नु राम्रो भ्यू एकदम ल जाने कसरी गुड मर्निङ साथीहरू गुड मर्निङ अनि आज चाहिँ हामी जान आँटेको छ हाइकिङ होइन अनि वेदर चाहिँ बवाल भएर चाहिँ पानी पल्ला पल्ला जस्तो हुन्छ अनि अघि आइसक्यो यहाँ एकजना हामी चाहिँ स्कुटी बाइकमा ओसोसम्म जान्छौँ ओसोबाट चाहिँ हामी हिँडेर आज जानुपर्ने हुन्छ हामी सागरी गढी मेरो गाडीको हालत त्यस्तो छ रातभरि पानी परेर होइन त्यही हो गाडीहरू झिकौँ त्यस पछाडि भेटौँ के हुन्छ माथि कतिजना छ पनि थाहा छैन होइन साथीहरू त्यही है 2 hours later. त्यस्तै हो बुने बाबा अनि त्यही पछि यही हाम्रो भागेर छिर्ने मान्छे होइन मार्छ हामीलाई संस्कृति पार्कभित्र भाइ बुहारी के हो बुढे त छिरो त तिमी नछिर्नु नसकेको उसकै फेरि गर्लफ्रेन्ड फेरि या अब हामी छिरिमै साथीहरू टक्क लगाएर जानुपर्ने ऊ माथिको डाँडा सागडी गढी तलतिर आउँदैछ हाम्रो टिम फाल्टै ट्याक 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 ल साथीहरू जाउँ ल माथि आइपुग्यौँ अनि हामी जाँदैछौँ धमाधमै अघि ओसोमा चाहिँ तिमी त्यहाँ बोलेको त केही सुन्दैन अब चाहिँ बोला साउने गरी होइन साउने गरी अनि बहिनीहरू सब अगाडि छ है अब म तिम्रो उपर ओसोमा आएर चाहिँ हामीले भिडियो बनाउनु पाइनँ क्या किन थाहा छ हामी गयो नि त उता के भयो अरे सामानहरू लिनु जानुपर्ने भयो अनि मेन चाहिँ फेरि ढोका 7 बजे मात्रै खोल्ने रहेछ हामी 6:30 बजे आइपुगेको थियौँ ढोका तोडफोड गरेर हामी भागेर यहाँ आएको छौँ होइन त्यो भन्नु केही छैन त्यसको लागि सरी अब सुरु हुन्छ हाम्रो अफ रोड यहाँ चाहिँ ओ जुगा पनि आउनु सक्छ है बुने यता त डर लाग्छ कि नै तिमीलाई ल डर लाग्दैन अरे यहाँबाट चाहिँ बाटो यस्तो छ देख्नु सक्नुहुन्छ है खोला खोला तर्नुपर्छ अब हामी हाइकिङ हिँडेको मजा त आम्मामा मिस बिल्ला दामी भइरहेछ यतिखेर चाहिँ ग्रिन फेरि वरिपरि हरियो पर्यो होइन वाउ भइरहेछ रमाइलो पनि भइरहेछ एकदम जोस खुसी नै छ भनौँ न के भन्नु अरू त होइन खोला नाला कडाक्रुक यहाँबाट चाहिँ फेरि बाटो राम्रो छ जस्तो चाहिँ पहिला सुरुमा खोला तरमै हामी कुदेछ एकदम हेर्नु राम्रो भ्यू एकदम ल यहाँ चाहिँ बवालै ल खोला नाला हामी अगाडि आइपुग्यौँ ल बुने खोला तर आम्मामा यार कसले गयो साथीहरू बुने के भयो सबैजना तल हाम्रो ग्रुप कता गयो अब हामी चाहिँ लगभग आइपुग्न आँटे अनि यता भ्यू बवाल देखिरहेछ यहाँ हाम्रो बहिनी पछाडि भाइ अनि चाहिँ माथिको डाँडा आम्मामा कहिले पुग्ने ओ साथीहरू कहाँ पुग्यो अति पनि मैले हालत सबैजना पुगिसक्यो ओ हिँड न पछाडि बुनेहरू आउँदैछ अगाडि फेरि हाम्रो साथी दाईहरू जाँदै हुन्छ कहिले हो सबै साथीहरूको जोडी ऊ तल छ कुनै माथि डाँडामा दुईजना फेरि एक्लै क्या लास्टै हुँदा छ यार एक्लै हिँड्नु चाहिँ मलाई अरूको जोडी देखेर एकचोटि डर लाग्छ क्या हालत कस्तो हुन्छ होला पछि भनेर उनीहरू बसेको छ नि त्यही भन्नु केही छैन यार भोगेर आएको नि त म त यहाँ बुने यहाँ भाइ बुने फेरि यहाँ भाइ बुहारी रमाइलो यार कस्तो टाइम भ्यू देखिरहेको छ बुनु आम्मा लगभग हामी 2-3 घन्टा हिँडेर दामी ठाउँ आइपुग्यो भेडाको टावरहरू देखिरहेछ भाइ यहाँ बसिरहेछ के छ भन्नु तिमीलाई एकदम अब के भन्नु होइन धेरै गलियो एक्सर्साइज दामी भयो अरू भन्दा नि रमाइलो भयो एकछिन बस्छौँ साथीहरूलाई पर्ख्यौँ डाँडामा पनि फाल्टै साथीहरू टन्नै छ सोचेको भन्दा मजा आयो होइन पनि ल बस्छौँ एकछिन आमा आइपुग्यौँ हामी ल छिटो
सबैजना तल कोही माथि पुगिसक्यो कोही माथितिर जाँदैछ अनि मौसम चाहिँ बवाल भइरहेछ ल साथीहरू है रमाइलो पनि भयो भन्ने केही छैन बाटो फेरि 6 बजी हिँडेको हामी लगभग अहिले 9:30 हुन आँटो हल्लाइदिएर भएर तल ओ हल्ला नगर न हौ छिटो न छिटो 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 हौ डाँडा पुगेर भेट्नुपर्छ होला अब एकैचोटि ल ल ल ल सबजना स्वास्थ्य सुविस्ता तरिकाले नै आइपुग्नु भयो नि भन्ने कुरा पनि हो कि अनि यहाँ हुस्से बवाल लागिरहेछ बुनेहरू पछाडिको दाईहरू हामी यहाँ छौँ अब एकछिन हावा खाने त्यसबाट डाँडा जाने हामी चाहिँ आइपुग्यौँ ठक्क यहाँ फेरि हाम्रो टोली नाच्ने हुनुहुन्छ धम्माधम ओ नाच तिमी त्यहाँ हो त्यहाँ उनीहरूसँग जाऊ बुने तिमीहरू ल जाऊ नाच किन तिमीहरू चाहिँ यस्तो भएर बसेको यार केही छ भन्नु भन न हाम्रो यता अलिक बिमार भयो के भयो बुने यस्तै हो क्या त तिम्रो देखाउँदिनँ अब अहिले चाहिँ हामी आइसक्यो मुनि फोटो खिच्दैछ फाल्टे ग्रुप अनि यहाँ चाहिँ के भन्नु केही छैन भन्नु नि A few moments later. फर्किम यहाँको वेदर अझै पनि चेन्ज भएको छैन है भाइ राजा कस्तो भइरहेछ तिमीलाई कस्तो भइरहेछ मलाई चाहिँ के भइरहेछ भन्दाखेरि आज कालो एकदम अँध्यारो रमाइलो दिउँसै बादल राति नै भन पनि दिउँसै राति भइसक्यो सरी अब चाहिँ हामी फर्किँदैछौँ भनेको नि त खास अब रमाइलो भयो खाए पिए सब भइसक्यो अनि अघि यही बाटो आएको यही बाटो फर्किँदैछु बिहान आउँदा चाहिँ खुल्ला थियो अहिले चाहिँ हुस्से लागिरहेछ है अब मेरो फोनमा चार्ज पनि छैन अलिक तल जाउँ के हुन्छ हेरौँ है साथीहरू हाम्रो फर्किने टाइमको हालत पानी परिरहेछ बहिनीहरू सब त्यहाँ छ दाईहरू सब अगाडि जम बाटो फेरि यस्तो छ आम्मा बिहान कस्तो दामी भइरहेको थियो अहिले पानी परेर बिहाल्छ चिप्लो छ साथीहरू है भन्नु के भन्नु के भएछ जाने कसरी बनाएको पनि तर्नु कसरी भन न अब कति यार सोचे हुन्छ नि डरलाग्दो पढेछ यार पढेछ नि त आम्पो खतरा बढेछ त खोला त सक्दैन यार तर्नु आम्मा बिहान कस्तो थियो अहिले त हेर न उसो उताबाट आएको होइन उताबाट गएर सक्दैन हेर अरू सक्दैन खुसी खोला तरेर अनि आउँछौँ एकदम खुस सक्यो दाइले गरेर तर्यो खोलाको हालत यस्तो छ अनि ल जाउँ लागौँ पानी पनि रोक्यो वेदर पनि यस्तो भयो खोला बढिरहेछ ल जाउँ हामी चाहिँ आइपुग्यौँ ओसो पार्क आएर मान्छेहरू थोरै छैन देख्न सक्नुहुन्छ होइन खोला चाहिँ यस्तो छ जिउँदै आयौँ त्यस्तो माथिबाट है बल्ल सास आयो धरा निस्किँदा यस्तो छ मान्छे पुरा सबै हाम्रो ग्रुपै फेरि यो आन्टी पो खतरा रहेछ त भयो बुझ्ने भयो होइन आन्टीले खतरा बजाएर गुरु हाम्रो चाहिँ कस्तो भएको थियो भनेर तपाईँहरूलाई हाम्रो एकदम डोप भयो क्या अघि खोलामा एकदम बिजोग नै भएको थियो तर्नुलाई ल बुने जाउँ ल जाउँ बुनेहरू औ सबै हाम्रो टोलीहरू अगाडि गइसक्यो अरू यहाँ हात खुट्टा धुँदैछ जाउँ बुने जाउँ बिस्तारै गर ल अब हामी लाग्छौँ घुम्न पानी छिरेर बिहाल भइरहेछ यस्तो छ यहाँ चाहिँ बाबा बुनुलाई पनि यहाँ चाहिँ खतरा छ यस्तो ट्याक लगाएर हाम्रो गाडीहरू चाहिँ यहाँ छ गाडी घोडाहरू टक्क देख्न सक्नुहुन्छ मेरो स्कुटी पा क्या हो यार मेरो स्कुटी यस्तै थियो
अनि यहाँ हाम्रो गुरुदेवको यहाँ छ, मेरो चाहिँ कहीँ छैन, मेरो बाइक यहाँ छ। अब हामी घर पुग्छौँ। त्यसरी आजको हाम्रो भ्लग चाहिँ यहीँसम्म हुन्छ। सबजनालाई बाई बाई भन्नु केही छैन। साथीहरू कता कता गयो थाहा छैन होइन। त्यो यो साथीहरू बाई बाई भोलिको भ्लगमा भेटौँ है। के हुन्छ कस्तो हुन्छ आजको भ्लग के भयो भन्नु होला कमेन्टमा।